नाम दिवा ढुङ्गाना हो। म कक्षा 2 मा पढ्छु। म 8 वर्षको भए। नमस्ते, मेरो नाम दिक्सल्ला मिछाने हो। म 11 वर्षको भयो। ओके, नमस्कार, म चाहिँ सञ्जीव ढुङ्गाना। एक्चुअलमा दिवा चाहिँ 7 वर्ष हो, तर उसले जहिले पनि 1 वर्ष बढाउने गर्छ। यो चाहिँ अहिले मलाई पनि हेर्दैछ। अब आज हामी कहाँ जाँदैछौँ त? यो कहाँ कुन ठाउँको हामी कुरा गर्दैछौँ? लड्केश्वर जाँदैछौँ। पनौतीभन्दा अलिकति टाढा छ लड्केश्वर। पनौतीबाट 1 घन्टाको बाटो रहेछ। 1 घन्टाको ड्राइभ। 1 घन्टाको ड्राइभ होइन। अनि यहाँ चाहिँ लड्केश्वर भन्ने ठाउँमा चाहिँ अहिले बाटो बनाइरहेको भएर हामी लगभग कति हिँड्यौँ होला? 1 घन्टा जति हिँड्यो होइन। बाटो कस्तो थियो? बाटो चाहिँ ठिकै त नभने ठिक थिएन। गन्डाङ गुन्डुङ अनि फेरि एकछिन फेरि गन्डाङ गुन्डुङ त्यस्तो भइरहेको भएको, फेरि गन्डाङ गुन्डुङ पिच भएको। यो भिडियोमा औँला कसको नि? हजुरको। मैले लिएकै भिडियो होइन यो त। यो चाहिँ दिवाको औँला जस्तो दिवाको औँला हो। फुटेको पो छ। ओके, अब हामी चाहिँ त्यहाँ गाडी पार्क गरेर चाहिँ गाडी त्यहाँबाट तल जाँदैन रहेछ। अलिक साँघुरो बाटो रहेछ। गाडी चाहिँ त्यहाँ पार्क गरेर हामी अगाडि बढिरहेका छौँ अहिले चाहिँ होइन। अब जस वरिपरिको सिनहरू यो चाहिँ हामीले ढुङ्गा खसालेको बिचैमै गएर अड्क्यो। कति तल जान्छ ढुङ्गा भनेर ट्राई गरेको, अड्क्यो। यो को हो यो केटा मान्छे चाहिँ? म दिक्सल्ला। यो चाहिँ म दिवा। दिवा है। कस्तो रमाइलो भयो हिँड्दाखेरिको? कस्तो भयो अनुभव? रमाइलो ए रमाइलो भयो। ए अनि दिवालाई के हिँड्दाखेरि चाहिँ यो लट्ठी लिएर हिँड्न साह्रै रमाइलो लाग्दछ कि के हो? यो ढुङ्गा जस्तोमा कोही अल्झिने लड्ने त्यस्तो केही भयो कि भएन? भयो नि। भयो। दिवा लडी क्या अरे एकचोटि? लडी। किन थाहा छ? ढुङ्गामा अल्झेर होइन, हामी जानला ठाउँ कहाँ? लड्केश्वर हो, त्यही भएर दिवा चाहिँ लडिहाल्यो है। लड्केश्वर भएर चाहिँ लडेको कारण चाहिँ लड्केश्वर भएर। अब यहाँबाट हामी जाँदाखेरि चाहिँ हामीले 2टा झुलुङ्गे पुल देख्यौँ अनि हामीले चाहिँ 2टा झुलुङ्गे पुल देखेर म चाहिँ सक भयो। किन थाहा छ? कति लामो रहेछ झुलुङ्गे पुल भनेर सक भएको। पछि नजिक गएको त एउटा गाउँ जाने रहेछ, अर्को त अर्को चाहिँ गाउँ जाने रहेछ। अचम्म लाग्यो। अनि झुलुङ्गे पुलबाट जाँदैछौँ। अनि यो झुलुङ्गे पुलमा चढ्दा डर लाग्यो कि लागेन? मलाई चाहिँ डर लागेको थियो क्या। हामीले त त्यो झोलिङ्गे पुलको त्यो हात समात्नेवाला हुँदैन, हल्लाएर खेलिरहेको थियो। ए हो र? त्यो उफ्री पनि दौडी पनि। दुईजनाले हल्लायो, त्यो हल्लाको भएर मलाई चाहिँ एकदम डर लाग्यो। अनि त्यो झुलुङ्गे पुलको मुनिपट्टि जुन पोखरी थियो नि, त्यहाँ कतिजना नुहाउँदै थियो होला? 2 जना थिए। ए 2 जना थियो। एकजना चाहिँ ढुङ्गामाथि नै थियो क्या अरे होइन? अर्को चाहिँ अलिक साइडमा थियो है। अनि यो चाहिँ खोला, सानो खोला, त्यहीबाट बगेको। सानो हो र ठुलो थिएन? सानो थियो। अनि त्यहाँ जाँदाखेरि चाहिँ 3टै खोला एकैचोटि मिक्स भएर तीनटा खोला चाहिँ मिसिएर एउटा सिङ्गल बनेको रहेछ। ठुलो खोला। 3टा खोला चाहिँ साना साना रहेछन् होइन? एउटा खोला चाहिँ अलिकति फोहोर, सायद बजारतिर हुँदै भनेको बस्ती भएको ठाउँबाट आएको भएर सायद फोहोर थियो होला होइन? अर्को 2टा चाहिँ एकदम कञ्चन सफा पानी, त्यही 2टा भएको ठाउँमा चाहिँ नुहाउँदै थियो मान्छेहरू होइन? ए नुहाएको थियो? यहाँ नुहाएको भिडियो छ? ए हामी नुहाएकै हो र? अनि त्यो ठुलो खोलामा चाहिँ नि हामीले खेल्यौँ। तर अनि ठुलो खोलामा त्यो ढुङ्गाको टावर बनायौँ। अनि सानो खोलामा गएर सानो खोला होइन त्यो। अनि यो यहाँनिर कसको बाजी लागेको थियो अरे भनेर सुनेको थिएँ। मेरो मामुले खोलामा जुत्ता टेक्दैन भने मेरो मामाले मलाई 50 रुपियाँ दिनु भन्छ त, तर मामुले लड्नलाई खताबाट गयो होला। 100 त्यही भएर पाएन। अनि के मामालाई दियौ त तिमीले 50 रुपियाँ? त्यो दिएनौ? ए अनि यति चाहिँ अब सानो खोला तर्नलाई पनि तिमीले नसके? त्यो त जुत्ता फुगालेर टेकेर नि गयो भइहाल्यो नि।
जुत्ता हातमा लिएको भए त खोलामा त भित्दै थियो त यो भिडियो चाहिँ नि एकदम लामो हो गाइज अब पछि भेटौँ ल बाई 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 ल हेभ अ नाइस डे गुड डे थ्याङ्क यू फोटो चाहिँ नि एकदम दामी आएछ गाइज पोस्ट दिएको छु अनि लाइक र सब्सक्राइब गर्न नभुल्नु होला कमेन्ट पनि है फेरि कमेन्ट